नमस्कार साथीहरू, के तपाईलाई थाहा छ सफल मानिसहरूमा त्यस्तो के गुण हुन्छ र तिनीहरूमा त्यस्तो के बानी हुन्छ र तिनीहरू सफल बन्छन्? यसको उत्तर पत्ता लगाउन आज म यहाँहरू समक्ष स्टिफन कोवेले लेखेको द 7 Habits of Highly Effective People पुस्तकको सारांश लिएर आएको छु। भिडियो सुरु गर्नुभन्दा अगाडि यदि तपाईले यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने यस्तै जीवन उपयोगी भिडियोहरू हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला र भिडियो मन परेमा लाइक, शेयर वा कमेन्ट गरिदिनु होला। 7 ह्याबिटहरूको बारेमा बुझ्नु अगाडि प्याराडाइम र प्याराडाइम शिफ्टको कन्सेप्ट बुझ्न जरुरी छ। प्याराडाइम भनेको कुनै कुरा वा घटनालाई हामी कसरी लिन्छौं भन्ने हाम्रो हेराइ हो। हामी जस्तो चस्मा लगाउँछौं त्यस्तै दुनिया देख्छौं। हरियो चस्मा लगाए दुनिया हरियो देख्छौं र नीलो चस्मा लगाए दुनिया नीलो नै देख्छौं। यसरी हामीले लगाउने चस्मा नै हाम्रो प्याराडाइम हो। लेखक भन्छन्, संसारमा मानिसहरूको फरक फरक प्याराडाइम हुन्छ र कुनै कुरालाई बुझ्ने तरिका पनि फरक फरक नै हुन्छ र प्याराडाइम हाम्रो हुर्काइ र वातावरणमा पनि भर पर्दछ। त्यस्तै प्याराडाइम शिफ्ट भनेको हामीले सोच्ने गरेको तरिका वा हेर्ने चस्मालाई पुरै परिवर्तन गरी अर्कै नयाँ तरिका वा चस्माले हेर्नु हो। लेखक भन्छन् कि कुनै पनि मानिसको ह्याबिट, बानी, व्यवहार तुरुन्त परिवर्तन ल्याउन उसको प्याराडाइम शिफ्ट गर्नु पर्छ भन्छन्। प्याराडाइम र प्याराडाइम शिफ्टको बारेमा बुझ्न एउटा कथा प्रस्तुत गर्दछु। एकजना मानिस एकचोटि ट्रेनमा यात्रा गरिरहेको हुन्छ। उसका बच्चाहरू ट्रेनमा होहल्ला गरी यताउता चलेर अरू यात्रुहरूलाई डिस्टर्ब गरिरहेका हुन्छन्। त्यो मानिसको छेउमै बसिरहेको मानिस सोच्छ कि यो कस्तो खालको गैर जिम्मेवार बुवा होला। बच्चाहरू यस्तो चलिरहेका छन्, अरूलाई डिस्टर्ब गरिरहेका छन्, तर ऊ भने चुप लागेर बसेको छ। लामो समयसम्म पनि त्यो बुबाले आफ्ना बच्चाहरूलाई केही नभनेको कारण त्यो अर्को मानिसलाई असह्य हुन्छ र उसले बुबालाई भन्छ कि सुन्नुहोस् त, के तपाईँ आफ्ना बच्चाहरूलाई सम्झाउन सक्नुहुन्न? उनीहरूले अरू यात्रुहरूलाई डिस्टर्ब गरिरहेका छन्। यो सुनेर बुबा बिस्तारै अर्को मानिसलाई हेर्छन् र भन्छन्, ए हो र, मलाई माफ गर्नुहोला, म भर्खर हस्पिटलबाट आइरहेको हो र मेरी आमा 1 घण्टा अघि मात्रै बित्नु भयो। यति सुनेर अर्को मानिसको प्याराडाइम नै शिफ्ट हुन्छ। केही क्षण अघिसम्म ऊ सोच्थ्यो कि त्यो बुबा गैर जिम्मेवार थियो भनेर, तर अहिले त्यस्तो सोच्दैन र यसबाट उसको ह्याबिट पनि चेन्ज भयो। लेखकले पुस्तकमा बताउन खोजेको 7 ह्याबिटहरू सामान्य नै छन्। यहाँ बुझ्नुपर्ने कुरा के हो भने यी ह्याबिटहरू सामान्य नै भए तापनि जीवनमा उतार्न भने त्यति सजिलो छैन र यसको लागि धेरै समय लाग्न सक्छ। ल आउनुहोस् यी 7 ह्याबिटहरूको बारेमा जानकारी लियौं। पहिलो ह्याबिट हो बी प्रोएक्टिभ। यहाँ प्रोएक्टिभ भन्नाले अग्रसरता लिनु मात्र होइन, आफ्नो जीवनको नै जिम्मेवारी लिनु पर्छ भन्न खोजिएको छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो जीवन हामीले नै गरेको कर्मको फल हो, अरू कसैले गरेको कर्मको फल होइन। यो तपाईको जीवन रूपी गाडीको ड्राइभर अरू कोही नभएर तपाईँ नै हो। तपाईको जीवन कसरी हाँक्ने र कहाँ पुर्याउने भन्ने जिम्मेवारी तपाईको नै हो। तपाईको जीवनको प्रोग्रामर तपाईँ मात्रै हो। तपाईको जीवनको प्रोग्राम तपाईले नै लेख्नु पर्छ र यो हामी प्रोएक्टिभ भएर गर्न सक्छौं, रिएक्टिभ भएर होइन। रिएक्टिभ मानिसहरू ती हुन् जो अरूले अराएको कुरा गर्छन्, आफू कहिले अग्रसरता लिँदैनन्। हामी रिएक्टिभ कहिले बन्नु हुँदैन, किनकि रिएक्टिभ मानिसको जीवन उसको नियन्त्रणमा हुँदैन, अरू कसैको नियन्त्रणमा हुन्छ र आफ्नो जीवनको कुनै जिम्मेवारी पनि लिँदैनन्। त्यसैले हामीले हाम्रो जीवनमा हुने सबै घटनाहरूको जिम्मेवारी लिनुपर्छ, अरू कसैलाई दोष दिने गर्नु हुँदैन। लेखक भन्छन् कि मानिसको सबैभन्दा ठूलो शक्ति भनेको उसको पावर टु चुज हो। अर्थात् हामी हाम्रो जीवनमा घट्ने घटनाहरू वा स्टिमुलसलाई कसरी रेस्पोन्ड गर्छौं त्यो हामीमा भर पर्छ। हामी रेस्पोन्स चुज गर्न सक्छौं। यो चुज गर्ने पावर जनावरमा हुँदैन। जनावरहरू जस्तो स्टिमुलस आउँछ त्यस्तै रेस्पोन्स गर्छन्। यहाँ सर्कल अफ इन्फ्लुएन्स र सर्कल अफ कन्सर्न को कन्सेप्ट बुझ्नु जरुरी छ। हाम्रो जीवनमा ती कुराहरू जुन हामी कन्ट्रोल गर्न सक्छौं त्यसलाई सर्कल अफ इन्फ्लुएन्स भनिन्छ, जस्तै हाम्रो मुड, स्वास्थ्य, ह्याबिट, काम, परिवारको सन्तुलन आदि। त्यस्तै हाम्रो जीवनमा ती कुराहरू जुन हामी कन्ट्रोल गर्न सक्दैनौं त्यसलाई सर्कल अफ कन्सर्न भनिन्छ, जस्तै मौसम, राजनीति, अरू मानिसको कमजोरीहरू, अर्थनीति, बाढी पहिरो, भूकम्प आदि। हामीले जहिले आफ्नो सर्कल अफ इन्फ्लुएन्समा भएका कुराहरूमा आफ्नो एनर्जी खर्च गर्नुपर्छ र सर्कल अफ कन्सर्नमा भएका कुराहरूलाई स्वीकार गरेर जानुपर्छ। सर्कल अफ कन्सर्नमा भएका कुराहरू जुन
हाम्रो कन्ट्रोलमा छैनन्। त्यसमा टाइम र एनर्जी वेस्ट गर्नु हुँदैन। जस्तै आज मौसम खराब भयो, देशको राजनीति खराब भयो भनेर हामी कामै नगरेर वा धेरै गफ गरेर केही उपलब्धि हुँदैन। हामी जे गर्न सक्छौं त्यसैमा मात्र ध्यान दिनुपर्छ। यसर्थ हामी प्रोएक्टिभ भएर आफ्नो जीवनको जिम्मेवारी आफै लिनुपर्छ र सर्कल अफ इन्फ्लुएन्समा भएका कुराहरूमा मात्र फोकस गर्नुपर्छ। दोस्रो ह्याबिट हो बिगिन विथ द एन्ड इन माइन्ड, अर्थात् केही कार्य सुरु गर्नुभन्दा अघि त्यस कार्यको लक्ष्य के हो निर्धारण गरेर भनौं आफू कहाँ जानु पर्ने हो त्यसमा स्पष्ट हुनुपर्छ। हामीले पहिलो ह्याबिटमा भने झैं यदि हामी हाम्रो जीवनको प्रोग्रामर हौं भने दोस्रो ह्याबिट हामीले हाम्रो जीवनको प्रोग्राम लेख्नुपर्छ भन्ने सिकाउँछ। यसको विपरीत के हुन्छ भने जीवनमा कुनै गोल्स नबताउने, जिन्दगी कसरी बगिरहेको छ त्यसरी नै आफू पनि बग्ने वा भनौं आफ्नो जीवनको नेतृत्व आफै नलिकन अरू कसैले प्रोग्राम गरिदिएको अनुसार जीवन बाँच्नु पर्ने बुझिन्छ। एकचोटि कल्पना गर्नुहोस् कि तपाईको मृत्यु भइसकेको छ र तपाईको शोक सभा भइरहेको छ। शोक सभामा मानिसहरू तपाईको बारेमा अभिव्यक्ति दिइरहेका छन्। उनीहरू भन्दैछन् कि तपाईले जीवनमा यो कार्य गर्नु भएको थियो, यो प्राप्त गर्नु भएको थियो, यस्ता यस्ता सिद्धान्त भएका मानिस आदि इत्यादि। जब तपाई संसार छोडेर जानुहुन्छ र तपाईले यो संसारलाई मानव जगतलाई यो दिएर गएको भनेर भन्न सक्नको लागि पनि जीवनमा गोल आवश्यक छ। लेखक भन्छन् हामीले आफ्नो पर्सनल मिशन स्टेटमेन्ट बनाउन एकदमै जरुरी छ। यो हाम्रो जीवनको निर्देशिका हो जसले हाम्रो लाइफमा गोलहरू स्पष्ट रूपमा लेखिएका हुन्छन्। यो मिशन स्टेटमेन्ट पर्फेक्ट हुनुपर्छ भन्ने होइन। जसरी हाम्रो जीवनमा परिवर्तनहरू आउन सक्छन् यो मिशन स्टेटमेन्ट पनि परिवर्तन हुँदै जान सक्छ। यसरी यो ह्याबिटको महत्त्वपूर्ण सन्देश के हो भने हामीले हाम्रो जीवनको प्रोग्राम आफै लेख्नुपर्छ, गोलहरू बनाउनु पर्छ, अरू कसैको प्रोग्राम वा गोलहरूको अनुसार जीवन जिउनु हुँदैन। तेस्रो ह्याबिट हो पुट फर्स्ट थिङ्स फर्स्ट, अर्थात् अति महत्त्वपूर्ण कार्यहरू पहिला गर्नुहोस्। यदि हामीले प्रोग्रामरकै उदाहरण लिने हो भने ह्याबिट 3 भनेको हामीले ह्याबिट 2 मा बताएको प्रोग्रामलाई रन गर्ने बुझिन्छ। हाम्रो जीवनमा थुप्रै रोलहरू हुन्छन्। हामी कसैको आमा बुबा हुन सक्छौं, कसैको छोराछोरी वा साथी हुन सक्छौं, त्यस्तै अफिसमा म्यानेजर हुन सक्छौं। हामीले सर्वप्रथम यी विभिन्न रोलहरू निर्धारण गर्नुपर्छ र ती प्रत्येक रोलका विभिन्न गोलहरू जस्तै गोल 1, गोल 2, गोल 3 बनाउनु पर्छ अनि प्रत्येक गोल प्राप्त गर्न आवश्यक प्लानहरू बनाउन जरुरी हुन्छ। यसबाट प्रत्येक रोलहरूको गोल प्राप्त गर्ने मार्गचित्र स्पष्ट हुन्छ र ती गोल प्राप्त गर्न हामी सफल हुन्छौं। यो ह्याबिटको निम्ति हामीले 4 क्वाड्रेन्ट्सको कन्सेप्ट बुझ्न जरुरी छ। यहाँ पहिलो रोमा इम्पोर्टेन्ट कुराहरू पर्छन् भने दोस्रो रोमा नट इम्पोर्टेन्ट कुराहरू पर्छन्। त्यस्तै पहिलो कलममा अर्जेन्ट कुराहरू र दोस्रो कलममा नट अर्जेन्ट कुराहरू पर्छन्। यसरी यो 4 क्वाड्रेन्टमा पहिलो क्वाड्रेन्टमा तत्काल गर्नुपर्ने कामहरू पर्छन्। यी अति आवश्यक र अर्जेन्ट कामहरू हुन्। हामीले सकेसम्म यो क्वाड्रेन्टमा भएका कामहरू सकाउनु पर्छ र मात्र दोस्रो क्वाड्रेन्टका कामहरूतिर जानु पर्छ। दोस्रो क्वाड्रेन्टमा आवश्यक तर पछि गर्न सकिने कामहरू पर्छन् जस्तै आफ्नो स्वास्थ्य सम्बन्धी गोलहरू, पर्सनल डेभलपमेन्टका गोलहरू, रिलेसनशिपका गोलहरू। तेस्रो क्वाड्रेन्टमा अरूलाई अराउन मिल्ने कामहरू पर्छन्। यी अनावश्यक तर अर्जेन्ट कामहरू हुन् जस्तै ढोकाबाट घन्टी बज्नु वा घरमा फोनको घन्टी बज्नु। चौथो क्वाड्रेन्टमा अनावश्यक कामहरू पर्छ जस्तो कि टिभी सोहरू हेर्नु, मुभिज हेर्नु, साथीहरूसँग गफ गर्नु आदि। हामीले आफ्नो जीवनमा पहिलो रोमा भएका कामहरूलाई गर्नुपर्छ। यही नै ह्याबिट 3 को मुख्य सन्देश हो। चौथो ह्याबिट हो थिङ्क विन विन। लेखक भन्छन् विन विन अप्रोचको लागि सर्वप्रथम हामीले आफूमा एबन्डेन्स माइन्डसेट विकास गर्नुपर्छ। यो माइन्डसेट भएका मानिसहरू एक अर्कामा कोलाबोरेट वा सहयोग गर्छन्। उनीहरू उदार भावनाका हुन्छन्। उनीहरू सोच्छन् कि अरूको समृद्धिले मेरो पनि समृद्धि हुन्छ, जसलाई द पाई किप्स ग्रोइङ मेन्टालिटी भनिन्छ। उनीहरू परिवर्तनसँग डराउँदैनन्, नेतृत्व लिन डराउँदैनन् र रिस्क पनि लिन्छन्। यसको ठिक विपरीत स्कार्सिटी माइन्डसेट पनि हुन्छ। यो माइन्डसेट भएका मानिसहरू अरूलाई सहयोग नगर्ने, कम्पिटिसनको भावनाले हेर्ने, ईर्ष्यालु हुने गर्छन्। उनीहरू अरूको समृद्धि हुनु भनेको आफ्नो समृद्धि घट्नु भन्ने सोच्छन्। त्यस्तै उनीहरू परिवर्तनसँग डराउँछन्, नेतृत्व लिँदैनन् र रिस्क पनि लिँदैनन्। हामी जहिले पनि स्कार्सिटी माइन्डसेटबाट टाढा नै रहनुपर्छ। लेखक भन्छन् प्राय मानिसहरू विन विनमा विश्वास नै गर्दैनन्। उनीहरू सोच्छन् कि जहिले दुईवटा कुराहरू हुन्छन् जस्तै हार वा जित, तातो वा चिसो, तल र माथि, बलियो र कमजोर आदि।
यसलाई डाइकोटोमी भनिन्छ। हामीले जहिले पनि विन विन पनि सम्भव छ भनेर विश्वास गर्नुपर्छ र विन विन भए मात्र काम गर्नुपर्छ लेखक भन्छन्। विन विन लागू गर्न गाह्रो छ तर असम्भव भने छैन। पाँचौं ह्याबिट हो सिक फर्स्ट टु अन्डरस्ट्यान्ड देन टु बी अन्डरस्टुड, अर्थात् अरूको कुरा पहिला बुझ्ने प्रयास गर्नुपर्छ। प्राय मानिसहरू कसैको कुरा के जवाफ फर्काउने होला भनेर सुन्छन्, उसको कुरा बुझ्नलाई होइन। त्यसैले यो एकदम महत्त्वपूर्ण छ कि कसैले भनेका कुरा पहिला सुनेर बुझ्नुपर्छ। त्यस्तै हामीले केही जवाफ वा सल्लाह सुझाव कसैलाई दिनुभन्दा अघि हामी त्यो मानिसको अवस्थामा रहेर वा उसको प्याराडाइमले उसको कुरा बुझ्न जरुरी छ। यसलाई इम्प्याथिक लिसनिङ भनिन्छ। कल्पना गर्नुहोस् तपाईँ आँखा जचाउन आँखाको डाक्टरकोमा जानुभयो। तपाईँको डाक्टरलाई तपाईँ राम्रोसँग आँखा देख्दिन भन्नुभयो। यो सुनेर त्यो डाक्टरले आफ्नो चस्मा फुकालेर तपाईँलाई दिन्छ र भन्छ कि यो चस्मा लगाएर म राम्रोसँग देख्छु, तपाईँलाई पनि यो चस्माले काम गर्छ। अब यहाँ के त्यो डाक्टरको चस्माले तपाईँलाई काम गर्ला त? अवश्य गर्दैन, किनकि तपाईँको र त्यो डाक्टरको आँखाको समस्या फरक फरक छन्। तर दुर्भाग्यवश हामी प्राय जीवनमा यस्तै गर्छौँ। हामी अरू मानिसको समस्या नै नबुझेर वा प्रयास नै नगरेर समाधानको बाटो बताइदिन हतार गर्छौँ। हामी कुनै घटनालाई भिन्न भिन्न तरिकाले बुझ्छौँ किनभने हाम्रो प्याराडाइम फरक फरक छन्। लेखक भन्छन् इम्प्याथिक लिसनिङ गर्न प्याराडाइम सिफ्ट गर्न जरुरी हुन्छ। यसबाट हामी एक अर्कालाई राम्रोसँग बुझ्न सक्छौँ र विन विन सल्युसनहरू पत्ता लगाउन सक्छौँ। छैठौं ह्याबिट हो सिनर्जाइज, अर्थात् एक आपसमा सहयोग सहकार्य गरी समस्याको समाधान गर्नु। यसलाई एउटा कथाबाट बुझौँ। एउटा अफिसमा दुईजना मानिस काम गर्छन्। पहिलो मानिसलाई अफिसको झ्याल बन्द गरेको मनपर्छ भने दोस्रो मानिसलाई झ्याल खुल्ला राखेको मनपर्छ। त्यसैले हरेक दिन यहाँ एकजनाले झ्याल बन्द गर्छ र केही बेर पछि अर्को मानिसले झ्याल खोल्ने गर्छ र यो सिलसिला जारी नै रहन्छ। यो घटनालाई बाहिरी रूपमा हेर्दा लाग्छ कि या त त्यो झ्याल खुला हुन सक्छ या त बन्द हुन सक्छ, अथवा झ्याल आधा खुल्ला र आधा बन्द गर्ने गरी दुवैमा कम्प्रोमाइज हुन सक्छ। तर हामीले ह्याबिट 4 बाट भने चाहिँ हाम्रो लक्ष्य कम्प्रोमाइज होइन, त्यो भन्दा पनि माथि विन विन गर्नु हो। यसको लागि ह्याबिट 5 मा भने चाहिँ दुवैमा कम्युनिकेट गर्न जरुरी छ। उदाहरणको लागि कम्युनिकेसनबाट थाहा हुन्छ कि पहिलो मानिस झ्याल बन्द गर्न खोज्छ किनकि ऊ चाहन्छ हावाले उसको महत्त्वपूर्ण कागज पत्र नउडाओस् भनेर। त्यस्तै दोस्रो मानिस झ्याल खुल्ला राख्न चाहन्छ किनकि उसको श्वास प्रश्वासमा समस्या छ र ऊ ताजा हावा कोठामा आओस् भन्ने चाहन्छ। यहाँ एकले अर्काको प्याराडाइम बुझेर निर्णय लिन सजिलो हुन्छ। जस्तै कसैले आफूलाई पाएक पर्ने ठाउँमा आफ्नो डेस्क सार्ने अथवा कुनै अरू उपायहरू। कथाको तात्पर्य यदि एक आपसमा सहकार्य गरेर काम गर्दा जुनसुकै समस्या सजिलै हल हुन्छ, अरू विकल्पहरू पत्ता लगाउन सजिलो हुन्छ। यही नै सिनर्जी हो। सिनर्जीमा 1+1=2 हुँदैन, 1+1 > 2 हुन्छ। यो 3, 50 वा 100 पनि हुन सक्छ। जस्तो कि यदि दुईवटा बिरुवालाई सँगै राखेर रोप्यौं भने तिनीहरूको जरा एक आपसमा जकडिएर माटो झन मलिलो बनाउँछ र दुवै बिरुवा छुट्टा छुट्टै रोपेर हुर्काइएको भन्दा राम्रो बढ्छ। यसरी सिनर्जीले नयाँ सल्युसन वा अल्टरनेटिभहरू जन्माएर नयाँ अवसरहरूको सृजना गर्दछ। सातौं ह्याबिट हो शार्पन द सॉ, अर्थात् करौतीको धार लगाउनु। कल्पना गर्नुहोस् कि तपाईले जंगलमा एकजना मानिस खूब मेहनत गरेर रुख काटिरहेको देख्नुभयो र तपाईले त्यो मानिसलाई सोध्नुभयो के गर्दै हुनुहुन्छ। त्यो मानिस जवाफ फर्काउँछ, देख्नु भएन म रुख काटिरहेको छु। तपाई फेरि सोध्नुहुन्छ, तपाई त थाक्नु भएको छ, कति बेर भयो काट्न थाल्नु भएको? त्यो मानिस भन्छ 5 घण्टा भयो, गाह्रो छ रुख काट्ने काम। तपाईले फेरि भन्नुहुन्छ, तपाई किन 5 मिनेट विश्राम लिनुहुन्न र करौतीमा धार लगाउनुहुन्न? यसले छिटो रुख काट्न सजिलो होला कि? तपाईको कुरा सुनेर त्यो मानिस भन्छ, मलाई करौतीमा धार लगाउने फुर्सद छैन। प्राय मानिसहरूको बानी त्यही रुख काट्ने मानिसको जस्तो हुन्छ। उनीहरू आफ्नो करौतीमा धार लगाउँदैनन् र असफल हुन्छन्। ह्याबिट 7 ले भन्न खोजेको मुख्य कुरा के हो भने हामीले ह्याबिट 1 देखि 6 सम्म आफ्नो जीवनमा एकचोटि मात्र प्रयोग गरेर हुँदैन। यसलाई अरु प्रभावकारी र कन्टिन्युअस इम्प्रुभमेन्ट गरेर लैजानु पर्छ। लेखक यसको लागि 4 वटा
रिन्युअलहरू चाहिने बताउँछन्। 1 मा छ फिजिकल रिन्युअल। यसमा हाम्रो शारीरिक स्वास्थ्यलाई ध्यान दिने, निरन्तर एक्सरसाइज गर्ने, पर्याप्त मात्रामा सुत्ने, राम्रो खानपिन गर्ने आदि पर्दछन्। यसबाट हामीलाई ह्याबिट 1 को विकासमा मद्दत पुर्याउँछ। दोस्रो छ स्पिरिचुअल रिन्युअल। यसमा ध्यान गर्ने, नेचरसँग कम्युनिकेट गर्ने, संगीत वा साहित्यमा डुब्ने आदि पर्छन्। यसबाट ह्याबिट 2 को विकासमा मद्दत पुग्दछ। 3 मा छ मेन्टल रिन्युअल। यसमा किताबहरू पढ्ने, आफ्नो विचार, एक्सपिरियन्सको जर्नल लेख्ने, आफ्नो जीवन र सोचलाई फाइदा हुने टिभी सोहरू हेर्ने आदि पर्छन्। यसबाट हामीलाई ह्याबिट 3 को विकासमा मद्दत पुर्याउँछ। 4 मा छ इमोसनल एन्ड सोशल रिन्युअल। यसमा रिलेसनसिपहरू प्रगाढ बनाउने, अरूलाई बुझ्ने, अरूलाई सहयोग गर्ने, अरूको भलो चाहने, दान गर्ने आदि पर्छन्। यसबाट ह्याबिट 4, 5 र 6 को विकासमा मद्दत पुर्याउँछ। अन्त्यमा यस भिडियोमा सिकेका ह्याबिटहरूलाई रिक्याप गरौँ। ह्याबिट 1 प्रोएक्टिभ बनाऊ, रिएक्टिभ होइन। हामी हाम्रो जीवनको प्रोग्रामर हौं। हामीले आफ्नो जीवनको प्रोग्राम आफैले लेख्नुपर्छ, अरू कसैले लेखेको प्रोग्राममा जीवन नबिताऊ। त्यस्तै हामीले जहिले आफ्नो सर्कल अफ इन्फ्लुएन्समा रहेका कुराहरूमा मात्र फोकस र एनर्जी लगाउनु पर्छ। हाम्रो सर्कल अफ कन्सर्न रहेका कुराहरू जुन हाम्रो कन्ट्रोलमा छैन त्यसमा धेरै एनर्जी वेस्ट गर्नु हुँदैन। ह्याबिट 2 बिगिन विथ एन्ड इन माइन्ड। हामीले जीवनमा गोलहरू बनाउनु पर्छ, कहाँ पुग्नु पर्ने हो पहिला त्यो फिक्स गर्नुपर्छ, अनि मात्र सफल भइन्छ। हामीले आफ्नो पर्सनल मिसन स्टेटमेन्ट बनाउनु पर्छ, यो हाम्रो जीवन गाइड गर्ने डकुमेन्ट हो। ह्याबिट 10 पुट फर्स्ट थिङ्स फर्स्ट। हामीले जहिले पनि अति आवश्यक कुराहरूमा मात्र फोकस गर्नुपर्छ। 4 क्वाड्रन्टको माथिल्लो 2 क्वाड्रन्टमा रहेका कामहरू गर्नुपर्छ, तल्लो 2 क्वाड्रन्टका कामहरू गर्नु पर्दैन। ह्याबिट 4 विन विन। हामीमा एबन्डेन्स माइन्डसेटको विकास गर्नु जरुरी छ। हरेक काम गर्दा विन विन अप्रोचको साथ गर्नुपर्छ। ह्याबिट 5 सिक फर्स्ट टु अन्डरस्ट्यान्ड देन टु बी अन्डरस्टुड। संसारमा सबै मानिसको आफ्नो प्याराडाइम हुन्छ, यसर्थ कसैलाई केही रेस्पोन्स गर्नुभन्दा पहिले अरूको कुरालाई राम्रोसँग बुझ्नुपर्छ। ह्याबिट 6 सिनर्जाइज। सिनर्जीमा 1+1 2 हुँदैन, जहिले 2 भन्दा ठुलो हुन्छ। एक आपसमा सहकार्य र सहयोग गर्न जरुरी हुन्छ। ह्याबिट 7 शार्पन योर स, अर्थात् करौतीमा धार लगाउनु। ह्याबिट 1 देखि ह्याबिट 6 सम्मका कुराहरू बिस्तारै जीवनमा लागू गरी कन्टिन्युअस इम्प्रुभमेन्टको दिशातिर लाग्नुपर्छ। आशा छ यहाँहरूलाई यो भिडियो मन पर्यो होला। धन्यवाद।